परमेश्वरलाई हामी आराधना नगरिकन हामी बस्न सक्दैनौँ प्रभु। Jönmam pinba aba amase ngada klasi ni mula. Jönmam pinba aba amase ngada आज पिकनिक जाँदैछ। स्मारकमा जाँदैछु हामी पिकनिकको लागि। हामी सङ्गति सेवा सङ्गति सकेर मेरो श्रीमान चाहिँ यहाँ हुनुहुन्छ। उहाँ चाहिँ टोपी लगाएर बसिरहनु भएको छ। केही भन्नुहुन्छ कि? सबैलाई प्रभुले आशीष दिनुभएको हो, धन्यवाद। म अलि अस्वस्थ छ। स्मारक जाँदैछौँ हामी। हाम्रो सङ्गति सकेर चाहिँ अब हामी हिँड्न लागेको छौँ। अब हामी चाहिँ स्मारक जाँदैछु। हेलो गाइस, हेलो। आज हामी स्मारक जाँदैछु। सबैलाई स्वागत छ। आज हाम्रो शनिबारको दिनमा सेवा सङ्गति सकेर चर्चबाट हामी आइसकेको छ यहाँ स्मारकमा। Sudah
अन्धकारमा पनि मलाई ज्योति दिने अन्धकारमा पनि मलाई ज्योति दिने यसुका माया माया हो यसुका माया माया हो चाल्छु मेरा दुई हात धन्यवादको भेटिदिनलाई हो चाल्छु मेरा दुई हात धन्यवादको भेटिदिनलाई मेरो सारा हृदयले मेरो सारा हृदयले यसो तपाईँलाई यसो तपाईँलाई साँचो परमेश्वर हुनुहुन्छ तथा पृथ्वीमा तपाईँ परमेश्वरलाई आराधना गर्ने व्यक्तिहरू खोज्नुहुन्छ पिता तपाईँले धन्यवाद आत्मा र सत्यतामा आराधना गर्ने व्यक्तिहरूलाई प्रभु तपाईँले खोज्नुहुन्छ पिता तपाईँले धन्यवाद तपाईँले महिमा आनन्द एक मात्र जीवित आदि जिउँदो प्रभु तपाईँ परमेश्वरलाई प्रशंसा हो येशू सिंहासनमा विराजमान हुने परमेश्वरको राजा हामी सिंहासनमा विराजमान हुने परमेश्वरको राजा हामी आओ उनलाई पूजाऊ भक्ति साथ कहिले छोड्ने छैन हाम्रो हात सबैले आओ उनलाई पूजाऊ भक्ति साथ कहिले छोड्ने छैन हाम्रो हात ओ रगतले धोई पखालेको पवित्र जाति आदर प्रशंसा योग्य परमेश्वरको पुजारी हामी उहाँको रगतले धोई पखालेको पवित्र जाति आदर प्रशंसा योग्य परमेश्वरको पुजारी हामी हमारा छायाको सामना गरौँ हामी सबै नयाँ भएको स्वदेशमा चलेछौँ हामी भाइको ओ देशमा भाइको ओ देशमा आओ उनलाई पुजाऊ भक्ति साथ कहिले छोड्ने छैन हाम्रो हात
प्रभुलाई धन्यवाद गर्नु तपाईँलाई महिमा दिन्छु पितालाई धन्यवाद पृथ्वीमा हामी जहाँ भए पनि 2 कि 3 भए त्यहाँ परमेश्वरको उपस्थिति हुनेछ तर पवित्र बाइबलमा बताउँदछ दूतवाहकहरूले वृद्धहरूले जवानहरूले सृष्टिकर्ता परमेश्वरको आराधना गर्दा पिताको प्रशंसा होस् महिमा होस् आराधना गर्नुपर्छ न त बलले न शक्तिले प्रभु भन्छ मेरो आत्माले न त बलले न शक्तिले प्रभु भन्छ मेरो आत्माले हट जानेछ यो पहाड हट जानेछ यो पहाड हट जानेछ प्रभु भन्छ मेरो आत्माले थामिनेछ परमेश्वरलाई हामी आराधना नगरिकन हामी बस्न सक्दैनौँ प्रभु तपाईँ मेरो जीवित उद्धारकर्ता शान्तिका राजकुमार प्रभु हुनुहुन्छ त्यसकारण म तपाईँलाई महिमा दिन्छु तपाईँको नाउँलाई उचाल्दछु ओ प्रभु तपाईँको नाउँलाई प्रभु राजा बढाइ गर्दछु तपाईँको वचनले भन्दछ प्रभु म तिमीलाई कहिले छोड्ने छैन कहिले त्याग्ने छैन प्रभु तपाईँले धन्यवाद तपाईँको नाउँलाई प्रशंसा गर्छु पिता तपाईँलाई धन्यवाद हामी एक एकले चढाएका स्तुति प्रशंसा पिता तपाईँले ग्रहण गरिसक्नु भएको छ धन्यवाद सारा महिमा आदर सबै प्रभु तपाईँको हातमा राख्दै आशिष माग्छु यीशु प्रभुको नाम आमेन संगत जम्मै देख्दासी आज भरि दिन मातोजी प्रभु तकै सदला दोजी अब हमसे गादा क्लासे नि मोला जन्म दिनबा अब हमसे गादा क्लासे नि मोला सुजुनी फिनबा प्रभु से सदा नवाया लामोला सुजुनी फिनबा प्रभु से सदा नवाया लामोला Bye.
आज हामीले प्रभुलाई महिमा चढाएका छौँ, स्तुति प्रशंसा गरेका छौँ। अब हामी यसलाई अन्तिम यही नै राखेर हामी केही खाजाहरू खाएर घुम्नेछौँ। आमेन। हालेलुया। धन्यवाद। धन्यवाद दयालु परमेश्वर, करुणामय प्रभु यीशु। अल्फा र ओमेगा जन्म समान हुनुहुन्छ प्रभु। हामीलाई तपाईँ परमेश्वरले यस ठाउँ उपलब्ध गराउनुभयो प्रभु। हामी तपाईँलाई लाख धन्यवाद दिन्छौँ। करोडौँ तपाईँलाई धन्यवाद दिन्छौँ परमेश्वरदेखि अन्तिमसम्म तपाईँको उपस्थितिका लागि धन्यवाद परमेश्वर प्रभु। यहाँ तपाईँको आफ्नो दास छोराछोरीहरू सबै आउनुभएको छ। आज साँच्चै प्रभु घुम्न हरेक क्षेत्रमा प्रभु तपाईँले हामीलाई उन्नति, कृपा, अनुग्रह तपाईँ परमेश्वरले परिसम्म हामीले विजयको जीवन दिनुभएको छ। धन्यवाद प्रभु। सबै कुरामा यो हामीले जति पनि बनाएर ल्याएका छ खाजाहरू सबै प्रभु तपाईँले आशिष दिनु। यीशुको रगत शुद्ध पार्नु, पवित्र बनाउनु हामी खान्छौँ। धन्यवाद यीशु प्रभुको नाम। आमेन। हुन्छ